हेलो गुड मर्निङ एभ्रीवान फ्रम गुफा पोखरी। म गुफा पोखरीमा छु अनि मेरो साथमा 50,000 को कुकुर तपाईहरुले पताउनु भएको छैन भने म अहिले देखाउन चाहन्छु। आइज अर्जुन, अर्जुन यहाँ आऊ आइज। यसलाई 10,000, यसलाई 10,000, त्यसलाई आऊ आइज आइज त आऊ यहाँ त कान्छ यहाँ देखाउनु पर्यो नि त, पत्ताएन कि केटाहरूले। 50,000 म त यहाँ आउँछ अरे। आऊ त आऊ यहाँ यहाँ नि यहाँ यसको 50,000, यसको चाहिँ 50,000 हो। यस्तो छ हेर्नु साथीहरू है, देख्नु भयो होला नि त। अनि अहिले चाहिँ म गुफा पोखरीबाट चाहिँ धरनतर्फ लाग्दैछु। यो ठाउँ चाहिँ एकदम गुफा पोखरीमा एक मात्र आरसीसी घर हामी बसेको घरपेटीको। अनि मौसमहरू अलिकति धुम्म छ, तर अस्ति एक दिन चाहिँ दामी लाग्दिरह, किनभने हामी चाहिँ त्यो दिन नुहाउन गयौँ, कपडा सपडा नुहायौँ। कपडाहरू कुकुरहरू यति रमाइलो गरिराखेको छ हेर्नुहोस्। कुकुर बोटे कुकुर 50,000। आऊ ओइ हाय काका कुन ठाउँ हो यो? बसन्तपुरमा चाहिँ हामीले मिठो खाना खायौँ। मेसी अनि क्रिस्टियानो रोनाल्डोको फोटो यहाँ भित्तामा छ। बसन्तपुर मैले भनेको छु। अब प्रीति राईको फोटो पनि राख्नुपर्छ आउँदाखेरि। चाहिँ मलाई चाहिँ त्यो मेसीको फोटो चाहिँ मन पर्यो है काका। अब हाम्रो प्रीति राईको फोटो पनि राख्नुपर्छ, जर्सी नम्बर 14 को राष्ट्रिय महिला फुटबलको। यस प्रीति राईको फोटो राख्नुपर्छ, मलाई निकै नै मन परेको थियो। हामीले यहाँ खाना खायौँ अनि भित्तातिर हाम्रो क्रिस्टियानो रोनाल्डो र मेसीको फोटो देखेँ। अनि प्रीति राईको फोटो पनि राख्नुपर्छ भनेर मैले भनेको थिएँ। हुन्छ भन्नुभएको थियो। अब हामी चाहिँ गाडी चढेर धरानतिर लाग्नेछौँ। यस्तो चाहिँ बसन्तपुरको दृश्य जस्तो त छ। यो चाहिँ पहिला खादबारीको पुरानो टुटे देउराली साइड चल्ने रोड हो। 12 वर्ष पछाडि यो ठाउँ मैले अवलोकन गर्दैछु। भर्खरै हामी चाहिँ गुफा पोखरीबाट आउँदैछौँ। हाम्रो गाडी यहाँ छ, हाम्रो गुरु यता छ। अब हामी बाटो लाग्यौँ है बसन्तपुरबाट। आज हाम्रो धरानमा हाम्रो तोदोसँग झट्टै भेट भएको छ, मलाई खुसी लाग्यो। उहाँले चाहिँ यो जडीबुटी बेचेर चाहिँ मान्छेको सर्दी मर्गी भत्केको सर्केको नास लागेको मास लागेको भाँचेको टुटेको फुटेको सब जोड्नुहुन्छ उहाँले। हङिने खियोमा लेताङदाङ छुमसुले माताङ दोकानदिराङ लेताङे तद रङ्गिने अच्छे जडीबुटी ले माताङे अन्त हेरा रमाइलो लाग्यो। अब हामी बगर मलतिर जानेछौँ। हनी सेङ्गे बग हनी सेङ्गे हिनी मानियाला यो गमेको ए हामी चाहिँ बगरकोट जाँदैछौँ। सेकुवा खाने हो, अटो चढेर सेकुवा खाने हो। बगरकोटमा चाहिँ पहिलोचोटि जाँदैछु है, मलाई नै थाहा छैन। टेम्पोले लगिदिँदैछ सबैले समान रूपमा। परेको चाहिँ हर्कको के भने भएको 3-4 दिनमा के भन्छ भने उमर सुनेको क्या मोबाइलमा मेरो घरमा मलाई नभेट्नु, त्यस्तो दुधो बाटो सोचको जागिर लगाइदिने भन्ने भन्छ। मेरो घरमा मलाई नभेट्नु पौला ल त कस्तो नेता भनेपछि दाइनो हुँ अलि उसले मनपर्ने हुने आशै हुन्छ नि। अब हाम्रो हर्का सम्पन्नलाई सहयोग गर्नुपर्छ है काका। हाम्रो धरान बनिरहेछ, खाने पनि जनतालाई खाने पानीहरू दिइरहेछन्।
पहिलो समस्या नै खानेपानी हो नि त धरानको लागि त होइन? मलाई त अब बुढियाले नै मलाई त पर पारिहाल्यो नि। है गाइस, अब यस्तो बगरतिर पुग्यौँ। लगभग मैले गेस गरे अनुसार चाहिँ पुगे जस्तो चाहिँ लागिरहेछ। यो भक्तुरे चाहिँ त्यति बोल्थेन, यो तलको के अरे काका भतिज भेटेपछि अब त्यस्तो कुरा छोड्यो। काका भतिज भेटेपछि है काका, अब बङ्गुरको मासु खाने ठाउँ चाहिँ कता छ त काका? धराने कालो बङ्गुरको मासु यही हो रे बगर, यहाँ हो रे। सेकुवा खाना ए कटेको ब्रदर। ल फेरि हामी कटेर आइसकेको रहेछ। मैले गेस गरेको चाहिँ ठिकै थियो क्या हो। सेकुवा कर्नर होइन नि, सेकुवा चाहिँ पाउँछ है त। धराने कालो बङ्गुरको भर्खर पहिलोचोटि आउँदैछु, थाहा छैन कसरी खानुपर्छ। प्लेट सिस्टम कि हो? 2 प्लेट गरिदिनुहोस् ल। हामी यता बस्दै गर्छु ल। अब हामी यता प्रवेश गऱ्यौँ। दाजुभाइ चट्ट मिलेर बङ्गुरको सेकुवा खाइन्छ, च्वाचेको चट्ट हाम्रो बहिनीकोमा है। अब टक्क सेकुवा पनि आइपुगेको छ, धरानको कालो बङ्गुरको। टक्क पहिलोचोटि खाँदैछु। चाख्नुहोस् त दाइ कस्तो रहेछ। होइन त्यो मासु चाहिँ चाख्नु पऱ्यो नि त। आमा झ्याप्पै ठोक्नु पऱ्यो दाइले। पछि त्यो ठाउँ चाहिँ राम्रो हुन्छ। अब 20 वर्ष अब देशको परिस्थिति हेऱ्यो हुन्छ। के गर्दैछ पुरा बसिरहेको छ? केही गरेन, अब केही गरेन। लुगा धोयो सिधो पाक्पोहरू सुकायो अरे। दिमाग सेकुवा पनि खाइयो। अब बजारतिर लागिन्छ। पैसा छ कि छैन हेर्नुपर्छ हो। दिनुहोस् त। 10 रुपियाँ कतिसम्म होला हेर्नु नि। छैन अब त्यही 10 रुपियाँ राख्नु। अब 10 रुपियाँ राख्नु, तर अब तपाईँकोमा हेलमेट लगाउनु पर्ने रहेछ है। ल अब चाहिँ धरान घुमिन्छ चट्ट बजार। यो साँझको धरान झिलिमिली छ। अब बजारतिर छौँ हामी। आयो धरान हर्कासाम्बाको सिटिङ। यो यिनीहरूको नाम चाहिँ नि आरेङमु भन्छ क्या। आरेङमु यता पुरा प्यासेन्जरहरूको खस्छ मेरोमा आउनुहोस् भन्छ यार। मैले चाहिँ फ्रीमा हो भनेको कि होइन नि हो, भाडामा जानुपर्छ नि हो भन्छ यार। तानातान गर्छ त अनि कस्तो। अब तान गरिरहेको छु हेर।
आमा प्रायः यस्तो पोलिसी छ नि त फेरि यताको चट्ट मेरो माइज झगडा गरेको जस्तो तानेको जस्तो हो भित्रभित्र उनीहरू मिलिहाल्छ हो फेरि त्यस्तो हुने रहेछ नि त फेरि यहाँको सिस्टम चाहिँ चराले छेड्छ क्या माथिबाट जे छ मैले अब धरानको कालो बुङ्गुर च्वासेको मासु खाएँ होइन अब हामी धरानमा आएको छौँ हामी अब रुमतिर लाग्नेछौँ अब तिर्खा लागेपछि गर्मीमा यस्तो एक्सट्रिम निकाल्ने हो चट्टा एक्सट्रिम खाने हो एउटा म त नखाने चिप्स हाम्रो चिप्सहरू कता छ चिप्स पछाडि ए हो त्यहाँ चिप्स बिहान खानालाई के लानुपर्छ कि जस्तो लाग्यो खाली पेटमा हुँदैन यार ल्याइदिउँ त दुईवटा यो चाहिँ राम्रो होइन यो चाहिँ यो ल यो यो राखिदिनुहोस् न र भोलिको लागि पनि गाडीमा समस्या हुन्छ त्यही भएर के हेर्दैछु के छ अरू त्यही हो अरू खासै के छैन चाहिने भनेको त्यस्तै हो सबभन्दा सानो कि त्यसलाई छोडेर यो बोक्नु पऱ्यो ठिक छ ओके